बिरयानी खाएर हड्डी चाहिँ फालेछ र हड्डी पनि खान सिनिकै क्वार्टर बिरयानी कम्ती गम दिइरहेछ होइन पुरै रायता चाहिँ एकै ठाउँमा ल्याएर दिए यो नराम्रो लाग्यो आयो अर्को बिरयानी आयो के बिरयानी हो गम बिरयानी अब यसले के निकाल्छ कि यसमा त मासु सासु केही छैन त है एक पिस मासु दिएछ यार 2 पिस त हुन्छ नि क्वार्टरमा ए अहिले त यति हालेर ल्याइदिएछ मुर्गा तरकारी यो मिठो हुन्छ यहाँ सादा मात्र होला सादा खाने म चाहिँ सादा अब यसले फेरि भिडियो बनाउनु सुरु यो के भन्छ यो हाम्रो यो पोडकास्ट हो क्या यो कपाल राम्रो खाइरहेको हाम्रो पोडकास्टमा चाहिँ अरू कोही हुँदैनन् अब मनोज र म मात्रै हुन्छ अरू चाहिँ कस देखिरहेको पोडकास्ट त चलाउनै पर्यो परेन तेरो र मेरो मात्र हो त त्यहाँ गएर त पुरै पोडकास्ट हान्ने हामीले एउटा स्ट्यान्ड किन्ने पक्क राखेर पोडकास्ट हाल्ने बाटोतिरको भ्लग गरौँ भने हामी सधैँभरि त्यही उसमा एयरपोर्टमा मात्रै कुद्नुपर्छ अरे है माटो बोक्ने त हो त्यो एयरपोर्ट पुरिरहेछ अरे त्यो एयरपोर्टमा उ गर्ने माटो बोक्ने एसी भएन भने त मर्दैन त हामी एसीवाला गाडी हो यहाँ पनि अब हाम्रो एसी आउँछ भने होइन 25को 25 देखि चाहिँ लागु गर्छ भने हो बन्द गरिदिउँ अङ्कललाई सुरेश दाइ बिरयानी खाएर हड्डी चाहिँ फालेछ र हड्डी पनि खान सिनिकै के हो रे त्यस्तो चाहिँ नभन्न यार अङ्कल ठिक छ बिरयानी ल ल एक क्वार्टर बिरयानी कम्ती गम दिइरहेछ होइन पुरै रायता चाहिँ एकै ठाउँमा ल्याएर दिए यो नराम्रो लाग्यो के हो त्यो अचार दिन्छ कि हो दही र प्याजको हो टमाटर अझै अझै हुन्छ सुरेश दाई पनि पुरै लजाएर गम दिइरहेछ होइन यस्तो ठाउँमा आएको छ हामी चाहिँ कोही छैन हामी मात्र हो खासै चलेको चाहिँ होइन त्यही पनि आइज यो चाहिँ मलाई पटक्कै मन पर्दैन भन्न नि मिलेन अब खाएको पनि छैन होइन हेर्दैखेरि अब के भन्ने यार राइट मैले कहिले दिएको छुइनँ क्या नेगेटिभ सोच्नु है कहाँ नेगेटिभ सोच्नु जानु अब यो राइता साइता भन्ने पनि अलिकति चाख्नु पऱ्यो नि त अब नुन चर्को कस्तो चिज त है यो दहीको अचार बनाए हुन्छ क्या दही प्याजको ठिक छ त्यसो भए ए यो यस्तो हो क्या यो फ्राई गर्छ होइन मासु पकाउँछ यो भात पकाउँछ अनि हल्का तताएर गर्ने हो क्या दिने हो क्या होइन अब कुखुराको मासु नखाने मान्छेलाई बिरयानी खुवाइदिन्छ हो त ड्राइपोर्टको भात चाहिँ लुज मोसन भइरहेको छ यो बिरयानीले अब हस्पिटलै जानुपर्ने हो कि तेल आयो फेरि तिनटैले अङ्कल म शुद्ध 4 जना सबजनालाई कि रने दाइ पनि त्यस्तै भनिरहेको है ड्राइपोर्टको भात त्यस्तो भयो भने खोइ ड्राइपोर्ट गयो कहाँको उनीहरूको चाहिँ उसको अरे के भन्छ मेस आफ्नै मेस मन पऱ्यो त्यो त खालि बिरयानी भन्छ त यार के भयो मलाई लामाकोमा 250 लिन्छ यहाँ 190 मा
170 बिरयानी दर्जन फ्राई 70 कस्तो हाँसी खुसीको बेलामा चाहिँ भिडियो बन्दै बनेन नि यार आयो अर्को बिरयानी आयो के बिरयानी हो दम बिरयानी अब यसले तेल दम। निकाल्छ कि तेल निकाल्छ त यसले अब। मलाई यो मिठो लाग्दैन क्या ल यो चाहिँ मलाई ठिक लागेन केटा हो होइन यो त्यहीँ हाल्दा खाने होइन कि त्यहीँ हालेको छैन कहाँ मिठो हुन्छ के भन्छ अनि यसमा त मासु सासु केही छैन त है एक पिस मासु दिएछ यार 2 पिस त हुन्छ नि कटन ए रहेछ अहिले त यति हालेर ल्याइदिएको मिठो छ यहीँ हालेर खाने भन्दा मलाई हाँस उठिरहेको यहीँ हालेर खाँदैछ अनि कसरी खाने त के एकछिनको भन्नु पर्यो सुन्ने हो क्या नयाँ सुक्खु मात्रै ल्याउने हो कि अङ्कल यो टुङ्गी मात्रै हो तपाईँलाई भइसक्यो सुहान मलाई जुठो चलिहाल्छ अनि जुठो गर्ने र ए गर्ने र भने त धामी हो त अनि म चप चप खाइरहेको छ त यो यार सुरुमा खाँदा मात्रै नपुग्यो हो अब नपुग्यो लाग्दैन बिरयानी त्यसरी खाने हो क्या त यसलाई थोरै हाल्ने अहिले भन्दा यो चाहिँ मिठो छ हो खाएको खाइ गरेपछि टेस्ट आउँदो रहेछ नि त फेरि मेरो दोस्तले पहिलोचोटि बिरयानी खाएको हालै गरेको छ अब हो त पहिलोचोटि नभन न यार दम बिरयानी पहिलोचोटि होइन सादा त सधैँ खायो यो चाहिँ पहिलोचोटि भन मिठो लागेको छ अझै खान्छस् भने है दोस्त पैसो पैसो भनेको छ अझ छ दम बिरयानी गुड भेरी गुड आई लाइक इट हेलो सुरेश बरदार मुर्चा पो राखिरहेछ नि त के हो आई लाइक इट बास हातले कप्पै कस्तो मजाले हाले हातले देखिरहेछ दोस्त कस्तो छ बिरयानी मिठो छ अलि अड्केलाई भोलि आए ल भनेर दिनु भने आए ल भनेर चाहिँ मनाउँदै खाउँछ हेर्नु देखाउनु न खाइदिएको है खाइदिएको है परेन पाण्डेमातिर जान्छ ऊ पिरो कलर पनि हालेको हुन्छ कि के हाल्यो कलर हालेको यो निलो निलो भनेको बिरयानी फर्स्टमा खाँदा मात्र हो कि अझै हाम्रो जस्तो लाग्ने क्या त्यसपछि मच लाग्छ कि मेरो दोस्त छ यहाँ खान्न नपा जसरी खाइरहेछ खाना पाएको भयो यहाँ यत्रो 2 किलोमिटर हिँडेर आउँथ्यौँ ए 11 किलोमिटर जति हिँडेर आयो मैले चढेर मैले चढेर भइ खाइहाल्छु